हेलो फ्रेंड्स, आजको भिडियोमा नेट प्रॉफिट कसरी निकाल्ने हो त्यो सिकाउने गरिरहेको छु। राम्रो तरिकाले सिक्नु होला र आफ्नो क्वेशन बैंक निकाल्नुस् हैन। वर्ल्ड इज गोल्ड र अब जाम हामी क्वेशनतिर। ओके, यो क्वेशन धेरै नै इजी छ गाइज। एक नम्बर के भनिरहेको छ 2079 GIE सेट ए क्वेशन नम्बर 9 फ्रम द फलोइङ इन्फर्मेसन फाइन्ड आउट द नेट प्रॉफिट। बुझ्नु भयो नि त। एन्ड यो क्वेशनले भनिरहेछ कि नेट प्रॉफिट निकाल्नु होला र नेट प्रॉफिट निकाल्नको लागि हामीलाई एउटा स्केल र कपी र पेनको जरुरत पर्छ। ओके, हामी जाम यो हिसाबतिर। त सर्वप्रथम हामीलाई स्केल र यो डट पेन एन्ड कपी लिएर हिँड्नुपर्छ र यस्तो फर्मेट तयार पार्नुपर्छ। ओके, यस्तो फर्मेट तयार पारेपछि हामीले रिक्वायरमा पीएल अकाउन्ट निकाल्नुपर्छ। पीएल अकाउन्ट भनेको प्रॉफिट एन्ड लस अकाउन्ट। यसैमा निक्लिन्छ नेट प्रॉफिट। त सर्वप्रथम हामीले दिनुपर्छ लेफ्ट साइड पार्टिकुलर एन्ड रुपीज, फेरि पार्टिकुलर एन्ड फेरि रुपीज। पीएल अकाउन्टको लेफ्ट साइडमा डीआर एन्ड राइट साइडमा सीआर हुनु पर्यो बुझ्नको लागि। र के भनेको छ पहिलो नम्बरमा ग्रोस प्रॉफिट। ग्रोस प्रॉफिट रहेछ 50,000 अनि 50,000 राख्ने। अब सेकेन्ड नम्बरमा के छ स्यालेरी हैन। स्यालेरी छ 10,000 10,000 र 10,000 राख्ने डीआर साइड स्यालेरी। ओके, र अब बाँकी छ रेन्ट हैन। र रेन्ट कति छ? रेन्ट छ 15,000 हैन। र 15,000 हुन्छ, त्यो पनि डीआरमा हुन्छ पीएल को। अब हाम्रो ग्रोस प्रॉफिट कति रहेछ साथीहरु? 50,000 र 50,000 बाट 10,000 15,000 घटाएपछि कति हुन्छ? 25,000। त्यही भयो हाम्रो टु नेट प्रॉफिट। र हामीलाई डीआर साइड 2 दिनै पर्छ र यो सीआर साइड बाई, त्यो नछोड्नु होला। ओके, र भिडियो कस्तो लाग्यो? राम्रो लागेमा भिडियोलाई लाइक शेयर कमेन्ट एन्ड सब्स्क्राइब र हिट द बेल आइकन पनि गरिदिनु होला, ताकि सर्वप्रथम यो भिडियो तपाईको मोबाइलमा पुगोस् भन्ने आशा गर्दछु। र केही कन्फ्युज भएमा मलाई यो कमेन्ट पनि गरिदिनु होला हैन। जहाँ बुझ्दैन भने कमेन्ट पनि गरिदिनु होला, म त्यो रिप्लाई दिन्छु र त्यसको लागि पनि भिडियो बनाइदिन्छु। ओके गाइस, हस्त, धन्यवाद। जय नेपाल, जय नेपाल।